ल है आज चाहिँ हामी यहाँ सुरुङ के सुरुङ हो रे राज यो नोभा केफ जहाँ आइपुग्यो आज चाहिँ घुम्नको लागि। अब यो सुरुङ हेरौँ। यो उखरुल डिस्ट्रिक्ट पाटकाईदेखि माथि जानु पर्दछ। पाटकाईको पुलदेखि भयो। अब अहिले हामी त सुरुङ जाँदैछौँ। हेरौँ कस्तो हुन्छ के हुँदैछ। खोलाहरू त मजाकै छ जस्तो छ। यो ठाउँमा चाहिँ आज कहिले आइएको छैन। आज पहिलोचोटि हामी सिरोही जानको लागि आएको खास गरी चाहिँ। तर बाटो पर्दा चाहिँ बाटो किन बिराउनु भन्दा आएको। अब हेर्दै जाउँ कस्तो हुन्छ के छ। एकदम राम्रै छ जस्तो छ। आस्ते आस्ते हिँड है। यस्तै छ। यहाँदेखि चाहिँ माथि डाँडामा जाने बाटो जस्तो छ। यहाँदेखि हुँदो सुरुङ जाने अरे। यहाँबाट गाईको थुनबाट दुध आउँथ्यो अरे भन्ने केही सूचना पाइएको थियो र त्यही कारणले आएको। आस्ते आस्ते हिँड है। ढोक्दै अघि देखेन मधु यो तिमीहरूले अघि देखेनौ यो जाँदैछौँ हामी। अब ओइ आस्ते हिँड है साथी हो। के छ कस्तो छ भन्ने सौसलभ गरेर सुरुङ आइपुग्यो। यही नै हो कि सायद चट्टानहरू पहाडहरू रहेछ। त्यस्तो किसिमको रहेछ यो ठाउँमा चाहिँ। त्यही कारणले हामी जाँदैछौँ। हेरौँ कस्तो के रिएक्सन हुन्छ भन्ने। यतिको नदीहरू पनि एकदम उर्लेर आइरहेको छ, बढिरहेको छ। हामी ओह्रालो जाँदैछौँ। अहिले चाहिँ नि हामी यो सुरुङको एकदम सुरुङको जग्गामा आइपुग्यो। अहिले चाहिँ हामी अझै हामी सुरुङ। रुक्न फोटो यस्तो भइरहेछ। रुक्न एकछिन अहिले हाल्नु न फोटो त। अहिले चाहिँ हामी यो ठाउँमा आइपुग्यौँ। यहाँ सुरुङ कहिलेदेखि पहिलादेखिको इतिहास रहेको छ। उखरुल डिस्ट्रिक्टमा यो मणिपुरमा यस्तो ठाउँ छ है साथीहरू। तपाईँहरूलाई नि आउन मन लाग्छ भने घुम्नको लागि आउँदा हुन्छ उखरुल डिस्ट्रिक्ट। जय शम्भु महादेवा। माइ गॉड चप्पल खोलेर घुस न। यस्तो रहेको छ यहाँ चाहिँ। यो चिज यस्तो सुरुङ यता पनि छ र यहाँ पनि यस्तो चिज रहेछ। वाउ यस्तो चिज रहेछ। र चप्पल खोलेर घुसौँ हौ। चप्पल ल हामीले गल्ती भएछ। अहिले चाहिँ हामी चाहिँ ओइ गोविन्द ओइ आऊ न चप्पल ल है। अब चाहिँ यो ठाउँमा आइपुग्यो हामी। यो सुरुङमा ल साथीहरू यस्तै छ। हेरौँ लाइट नबाली नहुने रहेछ। हामी अहिले चाहिँ यस्तो ठाउँमा आइपुग्यो सुरुङ। यो कहाँ पुरै छैन थाहा छैन। यस्तो रहेछ है साथीहरू। हेर्नु है यो मणिपुर उखरुल डिस्ट्रिक्टमा चाहिँ यो सुरुङ चाहिँ यो इतिहास कहिलेको यो भगवानको पालाकोदेखिको यस्तो ठाउँ रहेछ। ल ओइ आस्ते हिँड है। ओ एकछिन रुक है। मम्मी यहाँ चाहिँ कसरी जानु। यताबाट चाहिँ उँधो नदी हुँदो पार हुने बाटो रहेछ। रुक है। यस्तो छ रहेछ। जय शम्भु महादेव रक्षा गर्नु है। कहिलेदेखिको हामी मणिपुरमा चाहिँ यस्तो छ साथीहरू। तपाईँहरूलाई हेर्न मन लाग्छ भने आउनु होला यो ठाउँमा। एकदम नोभा केफ पुरै यहाँ यति लेखिएको छ सबै। यस्तो जग्गाहरू रहेछ मणिपुरमा चाहिँ। ल साथीहरू आउनु होला हेर्नु। एकदम साथी कस्तो लागिरहेछ। यहाँदेखि फेरि यता यो जग्गा देखिँदो रहेछ भन्ने। यो पुरै यहाँ हेर्नु पुरै यो पहाडमा यस्तो छ है साथीहरू। आम्मा साथी कस्तो लागिरहेछ। कस्तो छ के छ हल्का बदलु ठिकै छौ। हेलो एकदम ओके। ल यहाँबाट पानी गिर्ने गाईको थुनबाट भनेको त यो ठाउँमा रहेछ। ओइ माथि नै छ भाइ। यो ठाउँबाट रहेछ कि अन्त यता उँभो पनि रहेछ नि त ठाउँ त। जान हुन्छ छ त नि। ओइ मलाई नि खिच्ला। है साथीहरू आज हामी चाहिँ यहाँ फोटो जुन लो सबै निकाल है।
हामीलाई फोटो खिच्ने एकदम रिएक्सन भइरहेको छ साथीहरू। मणिपुरमा चाहिँ यस्तो यस्तो ठाउँ छ, यस्तो यस्तो पुरा घुम्न आउनेलाई इच्छा हुन्छ उखरुल डिस्ट्रिक्टमा पुरै। यहाँ खोला नाली अघि उताबाट खोला यता भेट्यो भयो साथीहरू। यस्तो छ पाहाडहरू। ल है साथीहरू, रुक्न म आउँछु यहाँ यो कुन ठाउँबाट गाईको थुनबाट पानी आउँथ्यो भन्ने सुनेको थिएँ कि। र यो भगवान्को पालोदेखिको यो जय शम्भु रक्षा गर्नु है। यहाँ छन् त भगवान्हरू चाहिँ। जय धुपहरू केही ल्याइएन। यस्तो यस्तो ठाउँ रहेको छ यहाँ चाहिँ साथीहरू। सुरुङ ल है साथीहरू, ल है यस्तो छ है। जय शम्भु माम गाईको थुनहरू यहाँ सबै चिज रहेको छ। यस्तो यस्तो जिनिसमा यस्तो यस्तो ठाउँ रहेको छ यहाँ। भाइ मेरो पनि खिच है। भाइ म कता माथि चढ्नु लु है। के हाम्रो के भाइले चाहिँ हामीले फोटो खिच्न लगाइरहेको छौँ अहिले। एकदम माथिको निकाल है। प्लस लाएर खिच न। जो कसै उसको नि खिचेको छैन, रोक्न हौ। यहाँबाट चाहिँ पुरा खतरा जग्गा नि। डबलको छ होती पर्छ न। लाइट मलाई खिच है। वाउ यार, एक माथा ढोकेर जाऊ। सोचेको ठाउँमा आइपुगे। ल सोचेको चिताको पुगोस्। अब चाहिँ हामी यो ठाउँबाट घुर्दैछौँ। यो ठाउँबाट घुरेर जाँदैछौँ। कहिले काहीँ खोइ फेरि आउने इच्छा भयो हामी यो ठाउँमा अवश्य आउनेछौँ। फोटो हाल्यो म पनि आउँछु है। टाउको मात्रै निकाल्यो भने हुन्छ हौ। ल ओइ अलिक नजा त्यता होतीबाट आउनु न। ओ माई गॉड, यता निस्क्यो त। म एउटा भिडियो बनाउँछु त्यता। बेलासमा एउटा भिडियो टाढो उतार्नु भनेको यस्तो सोचेको ठाउँमा आइयो। यस्तो पाहाडहरू रहेछ, यस्तो सुरुङहरू छ यता र उता नि। पुरै आमामा साथीहरू हेर्दै गर्नु होला। यत्रो नदी एकदम उर्लेर आइरहेछ। यसको सिरानमा हामी तलदेखि आइएको र यस्तै छ। हेर्नुहोस् पुरै यो सुरुङमा आएको छौँ हामी। आज चाहिँ तपाईँहरूलाई आउने इच्छा र मन भयो आउनु होला घुम्नु। पुरै यहाँबाट यहाँ, त्यहाँबाट त्यहाँ, कहाँबाट कहाँ साथीहरू। ल है साथीहरू, आउँ है तपाईँहरू पनि हेर्नको लागि। र खास गरी चाहिँ आज हामी यहाँ आएका थिएनौँ। ओखलल डिस्ट्रिक्ट ओखलको सिरोईमा आएको थियौँ। सिरोई जाने कारणमा बाटोमा हुनको लागि हामी बाटो नबिराएर यहाँ आइयो। ल यता हेर। लाइट डाउन। आँखा उँधो गर न। लाइट आँखा बोलो। फ्लास आँखा बोल्दो रहेछ हौ। मेरो राजको हान्ला एउटा। एउटा फोटो हान्नुको लागि चाहिँ। ल म राज हेर त एक्लै आउनु त सकिन्छौ तिमी। नसोच छेउमा आइयो नि यार। यतिको सामान यस्तो यस्तो छ। चमेरा गाउँ चमेराहरू हो। कता बाटो हराइन्छ है। आऊ है जाउँ। माइ गड, यहाँबाट उमा निस्किने ठाउँ पनि रहेछ नि त नि। छ नि उता। यस्तो चाहिँ बोक यो फोहोर मैला गरेछ कसले, यसलाई हामी फ्याँकिदिनेछौँ। अनि ढुङ्गाको सुरुङ नि हो पुरै। यता रहेछ त। ओइ साथी आऊ है, यता रहेछ। यहाँ थुन गाईको थुन है। दुध गिर्थ्यो अरे नि त पहिला यताबाट। हेर न। जय शम्भु महादेव रक्षा गरिदिनु है। ओइ राज यहाँ त कहाँ हो नि? छैन त ठाउँ हेर्न आऊ त। कहाँ हो नि? यहाँ त रहेछ त, आऊ न।
जय शम्भु महादेव रक्ष यस्तो यस्तो रहेको छ यहाँ। लगाएरै घुसिँदैछ। जाने यता के छ छ नि ठाउँ जाने हो अलिक परसम्म हेरेर त छ कि छैन। जाने हो डर लाग्दैछ र मलाई त चरा आउँदैछ नि चरा त यस्तै हो नि त हौ। ओइ गाडीको चाबी कसरी गइस तिमीले माई गड ओ यार यो त ढुङ्गा हो देवताहरू नि यार जय शम्भु महादेव। ए यता पनि रहेछ त अनि फेरि कहाँ जानु यो चाहिँ अम्म यो हेर्न ओ यो त ढुङ्गा पनि होइन यार देवताहरू नि यहाँ वज्रहरू हेर्नु साथीहरू यस्तो यस्तो छ यो पुरा। यो ढुङ्गा भन्दा ढुङ्गा पनि होइन यो के जिनिस होला त बजाउँदै गरेर बच्चा कि मादल जस्तो आमामामा भाइ शम्भु महादेव यस्तो यस्तो ठाउँमा आइपुग्यो हेर्नुहोस् ल यस्तो यस्तो जग्गा रहेछ यहाँ उतै छ ठाउँ ठोक्यो त्यस्तो नबोल सकिएको हो यता पनि छ त एउटा नि ठोकिँदैछ त साथी हामी चाहिँ एउटा फेरि रिक्सन बेग जाँदैछौँ यो ठाउँमा जाँदैछौँ यताबाट निस्कनु आमा ढुङ्गा पनि कस्तो खालको छ हेर्न के खालको नि ढुङ्गा होइन पुरै त शङ्खाको जस्तोहरू नि हेर्न एकछिन न हौ माई गड बाटो त भेटिन्छ ओ माई गड अहिले बाटो धुन्यो भने अरे यस्तो यस्तो हेर न ढुङ्गाहरू नि यो त इङ्ग्लिस फिल्ममा मात्रै देखेँ यार मैले यहाँ हेर न फेरि वाट इज दिस यो ठाउँ त पहिला के अरे गाईको दुधबाट पानी आउँछ भने त यही ठाउँ हो नि त भगवानै नि हो पुरै नि अब यता पनि छ त अनि कता जानु यहाँ चाहिँ यहीँसम्म रहेछ हेर्न पुरै शिवको मूर्तिहरू सब टकटक छ या शिव भगवान्हरू नि हो नि यता यो महिलाहरू चाहिँ भेट्यो भने बोकाए माथि हेर्न माथि भाइ हामी फेरि ब्याक भयौँ यहाँबाट